स्कुलमा पढ्दै जाँदाखेरि के भएको थियो भन्दाखेरि त्यहाँ जब उनी पढ्न जान्थे तब त्यो मासमा चाहिँ के भएछ भन्दाखेरि एक दिन पढ्दै जाँदा चाहिँ स्कुलबाट चिठी दिन्छ, उनको प्रिन्सिपलले चिठी दिन्छ, तिम्रो यो चिठी लगेर आफ्नो आमालाई लगेर दिनु भन्नु, मम्मीलाई लगेर दिनु भनेर चाहिँ एउटा चिठी आउँछ। तब उसले त्यो चिठी सरर पढ्छन्। त्यसपछि पढिसकेपछि के गर्छन् भन्दाखेरि उनको आँखाभरि आँसु आउँछ, त्यो आँसु पुस्छन्। त्यस पश्चात उसले चाहिँ ताकि चाहिँ
छोराले सोध्छ आमा तपाईँले यो चिठी हेरिसके किन गएभरि आँखाबाट आँसु झार्नु भएको तपाईँले चाहिँ किन चाहिँ आँखाबाट आँसु आयो तपाईँको भनेर सोध्छ। तब त्यसपछि आमाले सुनाउँदै भन्छन् कि बाउ तिमीलाई यो चिठीमा यस्तो कुरा लेखेको छ कि यो मेरो तिमी यति धेरै चाहिँ विज्ञ छौ मतलब दक्ष छौ कि तिमी जस्तो व्यक्तिलाई चाहिँ सानातिना स्कुलहरूले चाहिँ पढाउनै सक्दैन। त्यसले गर्दाखेरि चाहिँ तिमी के छौ भन्दाखेरि तिमीलाई चाहिँ म घरमै बसेर म आफ्नै साथमा चाहिँ पढाउँछु, तिमी एकदम चाहिँ विज्ञ छौ, तिमी चाहिँ एकदम दक्ष छौ भनेर चाहिँ भन्छ। त्यसपछि फेरि के हुन्छ भन्दा जब उनले काम गर्दै गए साँच्चीकै नभन्दै उनी के भन्दा एउटा जिनियस वैज्ञानिक भनेको संसारभरमा चाहिँ सबैले चिन्ने वैज्ञानिक भने तपाईँले चिन्ने वैज्ञानिक भयो तर पनि उनलाई फेरि पनि के गर्यो म यस्तो वैज्ञानिक त बने वास्तविक चिठीमा चाहिँ आमाले चाहिँ त्यस्तो चिज देखाएर त्यसले हौसला भएर म यत्रो ठुलो प्रयास गरेर यस्तो संसारमा चाहिँ जुन चाहिँ मानिसहरूले भने कि थोमस एडिसन यो यस्तो चिज बल्दैन तर उनले बालेर देखायो कि असम्भव भनेर सुरु गर्यो। तर त्यो चिठीमा चाहिँ के लेखाएर छ जब उनी धेरै ठुलो संसारमा नहुँदै वैज्ञानिक भइसकेका थिए होइन र नाम दाम भनौँ उनलाई सबैले चिन्ने भइसकेका थिए र त्यसपछि त्यही बाकस जब बाकस त्यो उनले भेटे त्यो पुरानो बाकस र त्यो पुरानो बाकसमा जब उनले कागजबाट खोलेर हेरे त्यसरी जुन छाँगाबाट खच्या जस्तै भयो किनकि त्यो चिठीमा लेखिएको थियो कि ताकि चाहिँ तपाईँको छोरा एकदम मन्द बुद्धिको छ, यसले चाहिँ जीवनमा कहिले पनि गरेर खाँदैन, त्यही कारणले गर्दा स्कुलबाट तपाईँको छोरा निकालिएको छ, त्यसले गर्दा कृपया दुःख नगर्नु होला, आफै घरमै बसेर पढ्नु होला भनेर के गरेको थियो चिठीमा। त्यसपछि थोमस एडिसनको आँखाहरू बसाउनु थाल्यो। त्यसपछि के गर्नु थाल्यो भन्दाखेरि उनको आँखाबाट चाहिँ अद्भुत रूपबाट चाहिँ के आउन थाल्यो आँसु आउन थाल्यो। त्यहाँ चाहिँ वास्तविकबाट चाहिँ म यति धेरै अगाडि किन गएको रहेछु भन्दाखेरि एउटा आमाको हौसलाले गर्दाखेरि के भए म संसारभरमा एउटा चाहिँ जिनियस वैज्ञानिक बन्न सफल भएँ। त्यसपछि ताकि चाहिँ उनले चाहिँ च्यातेर उनले लेखे कि एउटा महानतम समाजले उनी गरी एउटा इतिहासमा एउटा नाम लेख्ने किसिमको एउटा जिनियस वैज्ञानिक बनाए के गरे कपीमा। त्यही कारणले गर्दा भाइ बहिनीहरू जीवनमा अगाडि बढ्नको लागि के चाहिँदो रहेछ कुनै न कुनै ठाउँमा चाहिँ तपाईँमा पनि प्रेरणा चाहिँदो रहेछ अर्थात् तपाईँभित्र पनि के चाहिँदो रहेछ मोटिभेसन अर्थात् प्रेरणा आवश्यक हुँदो रहेछ। तपाईँलाई पनि मार्गदर्शन चाहिँदो रहेछ। तपाईँ जस्तो भाइ बहिनी भने अहिले ठिक छ नि तर सिकौँ भनेर चाहिँ प्रश्न गरेर बस्नु भएको छ भने चाहिँ यस्तै किसिमको तपाईँहरूलाई पनि त कसरी जाने होला त। तपाईँहरू जस्तो हजारौँ युवाहरू चाहिँ के छ भन्दाखेरि पत्र पढ्नलाई थाहा छैन वास्तविकबाट उनीहरूले आफ्नो जीवनमा कुन किसिमको चाहिँ एउटा लक्ष्य लिएर जाने भन्ने कुरा उनीहरूलाई थाहा छैन। त्यसले गर्दा उनीहरू के छन् सबै त्यसले गर्दाखेरि अब हामी के गर्नु छ भन्दाखेरि हामी अगाडि बढ्नु सक्छौँ। किन भन्दाखेरि हामीले आफूलाई सही मार्गदर्शन र गाइडेन्स लिन्छौँ भनेदेखिबाट हामी अगाडि बढ्न सक्छौँ। त्यो पनि भेगमा कहाँ छ काठमाडौँमा छ भनेपछि पृथ्वीभित्र त के रहेछ यहाँभित्र त तपाईँको के रहेछ भने यस्तो जनावरहरू पनि रहेछ पानीको रहेछौँ मानिस रहेछ। किन होला भन्नुहोस् त कसले जवाफ दिने किनकि मानिससँग के छ शक्तिशाली मस्तिष्क छ। जनावरले सोच्दा त सोच्छ तर उसले त्यस्तो हामीले जस्तै सोच्नै सक्दैन, खाना मात्रै सोच्छ त्यही पनि उसले हामीले जस्तो के गर्न पावर उच्च चेतना छ है। हामीसँग के छ जनावरले चाहन्छ त केही बन्न होइन म जनावरले पनि कहिले म डाक्टर बन्छु इन्जिनियर बन्छु भन्छ होला भन्दैन। भनेपछि मान्छे अरूभन्दा फरक प्राणी हो किन होला किनकि मानिस सधैँभरि आफ्नो जीवन बारेमा चिन्तित हुन्छ। यहाँ किन आएको अहिले झोला बोकी अहिले हतार छ भनेर सफल हुन चाहन्छ। मान्छे के हुन चाहन्छ नाम है दाम पनि कमाउन चाहन्छ होइन इज्जत प्रतिष्ठा भने हरेक चिजहरू के गर्न चाहन्छ मानिसले बनाउन चाहन्छ। र मानिस के बन्न चाहन्छ मानिस खुसी हुन चाहन्छ। के हुन चाहँदो रहेछ मान्छे खुसीको चाहिँ नगर्न भन्छ शान्त हुन चाहन्छ मान्छे र अरूभन्दा स्तरीय बन्न चाहन्छ अर्थात् इतिहास रच्न चाहन्छ। कसले चाहँदो रहेछ मान्छेले चाहन्छ। वास्तविक रूपबाट चाहिँ हामी नै गरेछौँ भन्छ तर मानिसभित्र नै त्यस्तो मान्छे बन्न त चाहन्छ तर हाम्रो संस्कार त्यस्तो छ त आनी बानी त्यस्तो छ त भित्रै भएको नराम्रा संस्कारहरूले र नेगेटिभ इमोसनहरूले चाहिँ दुःख दिन्छ त आनी बानीहरूले दुःख दिन्छ। तर वास्तविक रूपबाट म को मेरो संस्कार के होला थाहा छ। तपाईँले हामीलाई चाहिँ कुनै व्यक्तिले अहिले रिस उठाइदियो भने नि के गर्छ हामी एकछिन रिस उठ्छ एकछिनपछि के गर्छ पिसमा आउन चाहन्छ पिसफुल हुन चाहन्छ भनौँ त हामी खुसी भएर रहन चाहन्छौँ कि अर्थात् हामी ह्याप्पी हुन चाहन्छौँ। तर म को रहेछ आँखाले देखिरहेछ कानले सुनिरहेछ म को होला थाहा छ
को होला यो आँखा हो भन्नु नि म भनेको रहेछ म यो आँखा पनि मेरो काम कहिले म बसिरहेको म को होला समस्या म भनेको रहेछ म भने चेतना रहेछ क्या सोल रहेछ आत्मा शक्ति हो नि त म त यो शरीरमा बसिरहेको कि जस्तो ड्राइभरले के गर्छ गाडीलाई चलाउँछ नि मैले के गरिरहेको छु बिना ड्राइभर गाडी कुद्छ है त्यस्तै मैले के गरिरहेको छु यो शरीरलाई मान्छेको संस्कार चेतना रहेछ शक्ति रहेछ त्यो महसुस गर्नु र तपाईँले देख्नु इमोसनमा गइराख्नु भएको छ जुन उसको तपाईँले चाहिँ फिलिङ्समा कार्यहरू गरिराख्नु भएको छ उहाँलाई कसरी हुन्छ जस्तो घोडालाई देख्नु भएको छ है र सबैजना घोडा जस्तो भयो यसरी बस्नुहोस् त घोडा कसरी हिँड्छ थाहा छ ल घोडा बन्नु है सबैजना यस्तो है दिनुहोस् त ल सबैजनाले खाल्डोहरू आउँछ नि खाल्डो हुँदाखेरि उसले जम्प गर भने घोडा है जम्प गर्नु त फेरि है जम्प अब जब तपाईँको जब घोडा के थाहा छ जब खाल्डो आउँछ जम्प गर्छ कि अब घोडा सवार तपाईँको गर्दा गर्दा कहिले निदाउँछ भुसुक्क भन्छ फेरि पनि के गर्छ घोडाले के गर्छ फेरि पनि जम्प गर्छ क्या किन गर्छ थाहा छ प्याटर्न भनेर तपाईँबाट भाइ बहिनीहरू है त्यो माता पिताको संस्कार भन्दा पनि अहिले के रहेछ संस्कार महत्त्वपूर्ण रहेछ है कार चाहिँ सबैले दिइरहेको छन् होइन तर संस्कार दिने भने के हुन्छ त्यसले पनि धोका हुन्छ ठिक छ त्यसले गर्दाखेरि हामी सबैमा के चाहिँदो रहेछ राम्रो पानी चाहिँदो रहेछ है त्यही चाहिँ यो संस्कार निर्माण छ प्याटर्न भन्छ क्या यो प्याटर्न जुन छ नि तपाईँको कहाँ रेकर्ड हुन्छ थाहा छ यसको संस्कारको कहाँ गएर रेकर्ड हुन्छ अवचेतन मन भन्छ है त्यसलाई माइन्डमा आउँछ है एक गइरहेको कुरा छ सबकन्सियस माइन्डमा हाम्रो तिनवटा माइन्ड हुन्छ एउटा कन्सियस देखिराख्नु भएको कुन माइन्ड हो कन्सियस माइन्ड हो अर्को हुन्छ सबकन्सियस माइन्ड अनकन्सियस माइन्ड सबकन्सियस माइन्डमा जस्तो तपाईँले साइकल चलाउनु भएको छ कसले चलाएको छ साइकल बहिनीहरूले चलाउनु भएको छ साइकल छैन हो बहिनीले चलाएको साइकल चलाउँदाखेरि तपाईँले सुरुमा पैदल हाल्दाखेरि कति गाह्रो लडिन्छ है तर केही समयपछि फेरि कस्तो कन्फिडेन्स आउँछ नि अन्त एउटा खुइ पुग्छ कि त्यो इमोसन कहाँ गएर रेकर्ड हुन्छ क्या तर तपाईँ हामी अहिले जस्तो छौँ त्यो हामीमा रेकर्ड भएको संस्कार हुन्छ प्याटर्नहरू हुन्छ त्यसलाई हाम्रो लाइफ चेन्ज गर्ने भयो भने के हो यो जुन प्याटर्न हाम्रो चलिरहेको छ त्यसलाई चेन्ज गर्न आउँछ तपाईँ भित्रै संस्कार छ भने त तपाईँ कहाँ जानुभयो तपाईँ भित्रै जानु पऱ्यो चेन्ज हुन्छ भनेपछि मेडिटेसन किन गर्नु पर्दो रहेछ आफू भित्रको माइन्डमा भएको त्यो जुन नेगेटिभ प्रोग्रामिङ भएर बसेको छ नि जस्तो तपाईँ भित्र चाहिँ कसलाई डर लाग्छ हामी कुनै पनि चिज देख्ने एकदम डराउने हुन्छ मरिन्छ भनेर डर लाग्छ लाग्छ मरियो भने त मरिहाल्यो त फेरि यत्रो बाँकी छ पछाडि आउँछ सो धेरै छ होइन अब लाग्छ है जस्तो लागिहाल्छ नि है तर मलाई लाग्छ कहाँ म केटी हो डर चाहिँ मान्छेले यति धेरै लाग्छ अगाडि आएर पनि बोल्न सक्नु पनि सक्ने धेरै डराउनु यहाँ आयो यसो यसो गरेर मान्छे सबै खानु मनको बाघले खाएको छ उसकै मनको बाघले खाइसक्यो यो चाहिँ के रहेछ सबै कहाँ छ त यो तपाईँको भित्र रेकर्ड आएको छ कहाँ छ अब तपाईँलाई यो जति पनि चिजहरू हटाउने कहाँबाट भन्दा यसमा प्रोग्रामिङ गराएर मेडिटेसनलाई हामीले एफर्मेसन जुन बोल्न आउँछ नि र सबैजनाले बोल्नुहोस् त I am a successful person. I am a winner. I am a winner. I am a winner. I am a winner. I am an achiever. 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 ठिक छ त्यसै तपाईँले माइन्डलाई जब तपाईँले प्रोग्रामिङ गर्नुहुन्छ नि होइन एकचोटि तपाईँको सबकन्सियस माइन्डमा यो कुराहरू गयो भने नि तपाईँले यहाँ त भन्नुभयो तर अहिले मान्नु भएको छ नि यहाँ सक्सेसफुल मान्छे हुन सक्छ भन्ने मतलब के छ तपाईँ यहाँ इथोस प्याथोस जोगसको कुराहरू आउँछ पब्लिक स्पिकिङ धेरै सर्भिस गरिरहनु तपाईँले आफूलाई मान्नु भएको छ नि क्या फर्स्टमा तेरो भाइ बहिनीहरू हात्तीको बारेमा थाहा छ तपाईँहरूलाई हात्ती जब सानो बच्चा बेला हुन्छ तपाईँलाई सानो यस्तो एउटा डोरीले बाँधिन्छ बसेर बाँधिन्छ
आफ्नो भयभरको जति पनि चिजहरू छ नि लगाएर के गर्छ हात्तीलाई डोरीले बाँधिन्छ तर के गर्छ हात्तीले के गर्न सक्दैन डोरी फुत्काउन सक्दैन जब हात्तीले त्यो डोरी फुत्काउन नसकिसकेपछि के गर्छ भन्दाखेरि हुन्छ कि हात्ती ठुलो हुन्छ ठुलो भइसकेपछि उसले रुख पनि फल्टाउन सक्छ यस्ता पाहाडहरू जस्ता ठुलो घरै भत्काइदिन पनि सक्छ क्या तर भने फेरि त्यही सानो डोरीले बाँधिदिन्छ हेर्नुहोस् है हात्तीलाई तर चुप्पो लगाएर बस्छ कहीँ पनि जाँदैन किन होला थाहा छ किन होला प्याटर्न है के रहेछ बिलिफ सिस्टम प्याटर्न है किन भन्दाखेरि उसले हात्तीले जब सानो बेलाको त्यो पीडा सम्झिन्छ उसले जब त्यो बेलामा चाहिँ उसलाई त्यो सानो जुन चाहिँ सिक्ने बाँध्दाखेरि उसले बल जबरजस्त गरिसकेपछि के हो कि त्यतिखेर उसको मेन्टलमा यो कुरा बसेको थियो कि मैले जीवनभरि जति मिहिनेत गरेर के गर्न सक्दिनँ भन्दाखेरि मैले अब कहिले पनि के गर्न सक्दिनँ यो डोरीलाई चाहिँ के गर्न सक्दिनँ तोड्न पाएपछि उसले चाहिँ त्यो त्यसको चाहिँ एउटा धारणा बनाउँछ त्यहाँ हामीले पनि जीवनमा चाहिँ हामी असफल हुनुको कारण के रहेछ थाहा छ यस्तै यस्तै ठिक छ र त्यो कमजोर धारणा त्यो कमजोर मानसिकता त्यो कमजोर सोच जुन छ नि त्यो नै वास्तवमा के रहेछ हाम्रो जीवनको समस्या रहेछ फेरि समस्या कहाँ छ समस्या हात्तीमा छ त कोही पढे लेखा मान्छे त्यस्तै हामी हात्ती पढेर ठुलो भएको हो खुब पढ्ने भन्दो रहेछ भन्नुहुन्छ नि हो कि भन्नुहोस् त मान्छे हात्ती के रहेछ पढेर ठुलो भएको हो रहेछ त होइन रहेछ पढेर मात्रै ठुलो भएको छ क्या मान्छे हात्तीमा के रहेछ त्यही भएर हामी पनि जीवनमा यस्तै हात्ती जस्तै हुन्छ भनेदेखिबाट जीवनमा हामी सक्सेसफुल पर्छौँ सफल गर्न सक्दैनौँ त्यस्तै बम्बलबी सुन्नु भएको छ बम्बलबी भनेको एउटा मौरीको प्रजाति हो क्या जस्तो कसरी के गर्छ भन्दाखेरि यसले चाहिँ ताकि चाहिँ विज्ञानको सिद्धान्त अनुसार यस्तो सानो पखेटा र यो यत्रो ठुलो शरीर चाहिँ हेर्नुहोस् यस्तो यत्रो आकृति भएको वास्तवमा यो उड्नै सक्दैन अरे क्या अब बम्बलबीलाई उड्न सक्छु सक्दैन भने विज्ञानको नियम चाहिँ पढाएको छ त छैन त्यसले गर्दाखेरि ताकि चाहिँ बम्बलबीले कोसिस गर्दै जान्छ कोसिस गर्दा गर्दै के गर्छ भन्दाखेरि कोसिस गर्दा गर्दै के हुन्छ बम्बलबी चाहिँ किनकि बम्बलबीले त्यो सक्दिनँ भन्ने विज्ञान चाहिँ पढेको क्या त्यही भएर तपाईँलाई एउटा कुरा भन्छु कुनै पनि कामको सुरुवात गर्नको लागि के हुनु जरुरी छैन महान हुनु जरुरी छैन तर महान हुनको लागि के को आवश्यकता रहेछ सुरुवातको आवश्यकता छ त्यही भएर तपाईँ पनि आज एउटा करियरमा लान चाहनुहुन्छ त्यसलाई सुरुवात गर्नुहोस् सुरुवात गर्नलाई तपाईँ महान हुन आवश्यक भएन तर तपाईँ सुरुवात गर्दै जानु मान्छेले के भनेर सुरु गर्छ थाहा छ यो कहिले थियो सन् 1903 भन्दा पहिला है यो सबै जति भएको छ है राइट दाजुभाइले जुन एरोप्लेन आविष्कार गर्नुभन्दा अगाडि यसरी टेस्ट भएको थियो सुरुवात गर्दा कति गाह्रो हुँदो रहेछ होइन ल यहीँ लड्यो यो उड्छ होला अब यो उड्ने भनेर ल हामी साइकल लिएर पुग्यो होइन कहाँसम्म जान्छ अब तर यो बत्ती भने एउटा रहेछ ल लड्यो अब यसरी फाइनली गर्छ नि है रात दाजुभाइ यसरी के गर्यो अब यो चाहिँ हावा उड्यो क्या हेर्नुहोस् 1 मिनट जस्तो अथवा 32 सेकेन्ड कति भयो त्यसो खुसी भयो क्या है मानिस चाहिँ के भएछ त्यहाँबाट चाहिँ विजेत पायो भनेर खुसी भएर है सबैले ताली बढाइदिनुहोस् न त खुसी हुन्छ है मानिस चाहिँ के गरे यसरी त्यो माथि त मान्छेसँग नि प्रेम छ कि छैन छ त अब ईश्वरसँग प्रेम हामीले कुरा गरेको छ तर वास्तव प्रेम हामी कोसँग आफूसँग गर्ने रहेछ है सुरुमा सरहरूले यो प्रेमको विषयमा त भन्नुभयो भनेर चाहिँ कतिले भन्नु प्रेमसँग तपाईँले यदि आफूलाई सकारात्मक चिन्तनहरू गर्नुहुन्छ भने तपाईँले आफूले आफैसँग रमाउनुहोस् आफूले आफ्नो मनका कुराहरू भावनालाई बुझ्नुहोस् तर हामी के छैन आफ्नो मनका कुरा हामीले नै बुझ्न सकिरहेको छौँ हिरा भनेको बुझ्नु नि त्यो ताप र चापले गर्दाखेरि हिरा भन्ने त्यस्तै हाम्रो जीवनमा हामी सफल हुन चाहन्छौँ भने के चाहिँदो रहेछ एउटा एक्चुअली स्वामी विवेकानन्दसँग यति धेरै विद्वान होइन वास्तविक रूपमा मलाई ईश्वरको बारे खासै विश्वास लाग्यो ईश्वरको बारे मेडिटेसन गर्नु मेडिटेसन चाहिँ कस्तो हो ध्यान भनेको चाहिँ तपाईँको कुनै पनि ठाउँमा तपाईँ जानुहुन्छ नि होइन मेडिटेसन भनेको के रहेछ पोजिटिभ इनर्जीलाई चाहिँ ग्रहण गर्नुको जुन अवस्था छ नि शान्ति हो भनेर जस्तो तपाईँले जस्तो अहिले मैले मेरो सुपरहिरो चाहिँ खुसी हुन चाहन्छ शान्त हुन चाहन्छ आनन्दित हुन चाहन्छ मान्छे तपाईँ हामीले आफूले आफैभित्रको त्यो शक्तिलाई जोगाउँछौँ भने हामी शान्त हुन सक्छौँ हामीले आफ्नो माइन्डलाई शान्त राख्ने हाम्रो माइन्ड कन्ट्रोल हुन्छ त पिसमा जान सक्छ कि हामी पिसफुल भयो भने के हुन्छ हामी ह्याप्पी हुन सक्छौँ खुसी हुन सक्छौँ क्या त्यही भएर चाहिँ हामीले गड कोमाई गड भनिरहेको छ नि त्यो कुनै शक्तिबाट आइरहेको छ शान्त ब्रह्माण्डै हुन्छ तपाईँले फिलिङ गर्नुहुन्छ फिलिङबाट हिलिङबाट फिलिङ्स हुन्छ क्या तपाईँले आफूले आफूले चिजबाट शान्त एकछिन भयो भने माइन्डलाई राख्नुहुन्छ कि कन्सन्ट्रेट हुन्छ तपाईँको माइन्ड के हुन्छ पिसफुल भन्छ शान्त भन्छ आनन्दित भन्छ खुसी हुन्छ है त्यही कारणले गर्दा तपाईँले के गर्नुहोस् भन्दा
जुनसुकै ठाउँमा हुनुहुन्छ तपाईँ जुनसुकै ठाउँमा हुन्छ खुसी हुनुहोस्, शान्त भएर बस्नुहोस्, माइन्डलाई कन्ट्रोल गर्नुहोस्। मेडिटेसनबाट के हुन्छ माइन्डलाई चाहिँ के हुन्छ हामी कन्सन्ट्रेट गर्न सक्छौँ। अब ठिक छ सफल व्यक्ति भनेको रहेछ उहाँले 17 चोटिसम्म चुनाव चाहिँ उहाँले लड्नुभयो तर त्यो 17 चोटिसम्म उहाँ चाहिँ हार्नुभयो। त्यस पश्चात पनि उहाँले फेरि के गर्नु फेरि पनि कोसिस गर्नुभयो। उनीहरूले जब बारम्बार उहाँले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भनेपछि यसरी बस्दा उनीहरूले के गरेर चाहिँ एकैचोटि हारेको थियो कि म पनि यो निरन्तर प्रयास गर्नु। त्यस्तै अल्बर्ट आइन्स्टाइनलाई के भनिन्छ सानो बच्चा बेला मन्दबुद्धिको भनिन्थ्यो र उहाँ के गर्नुभयो उहाँले निरन्तर अभ्यास गर्नु। संसारकै एउटा जिनियस वैज्ञानिक स्टेफनको बारेमा थाहा छ। स्टेफन हकिङ उनले के गरे ब्ल्याक होलको बारेमा रहस्य गरे। हेर्नुहोस् है उनी के थिए कुन पूजा थिए क्या जस्तो उनले चाहिँ सामान्य मान्छे जसरी बोल्न पनि सक्दैन। बोल्न नसके पनि यस्ता व्यक्तिले चाहिँ त्यो जुन संसारमा तपाईँको चाहिँ ब्ल्याक होल भनेको चाहिँ त्यति धेरै जो चाहिँ तारामा गएको त्यो पनि भित्रको रहस्य कसरी खोल्यो। जब यिनको एउटा कहानी छ जस्तो उनी जब परिवेशमा जो व्यक्तिहरू थिए उनले के भनेको थाहा छ त्यो बेलामा चाहिँ स्टेफन हकिङ तिमी केही समय तिमी अब अध्ययन त गर्छौ तर तिमी चाहिँ धेरै समय बाँच्दैन भन्थ्यो। उनको प्रोफेसरले उनको चाहिँ जो चाहिँ डाक्टरले अब ऊ मर्छ भने मान्छेले बाँच्छ क्या। हेर्नु नि आश्चर्यको कुरा त तपाईँले हाम्रो माइन्डलाई प्रोग्राम गऱ्यो भने मान्छे मर्छ भने मान्छे बाँचेर होइन सिद्धान्त पत्ता लगाएर संसारभर चाहिँ उनले के गरे आफ्नो चाहिँ एउटा चाहिँ मान लक्ष्य पुरा गरे भन्छ। मान्छेले सोच्यो भने त शरीर त झुकिँदो रहेछ। हेर्नुहोस् त मर्छ भने मान्छे बाँच्दो रहेछ भने तपाईँ मान बन्छु भनेर सङ्कल्प गर्नुहोस् त बन्न सक्नुहुन्न होला सक्नुहुन्छ है। तर त्यसको लागि के चाहिँदो रहेछ हामीमा आत्मविश्वास र त्यही हामी हाम्रो देशमा जुन बसिरहेको हाम्रो देश भनेको के रहेछ ज्ञान ध्यान र सम्पूर्ण रूपबाट हामीसँग चाहिँ भएको चाहिँ उसको लागि चाहिँ प्रख्यात रहेछ क्या। तर हामीसँग जति संसारमा छ विश्वगुरु के रहेछ थाहा छ नेपाल रहेछ क्या। अमेरिका होइन अमेरिकाले नेपालबाट ल्याएको तर हामीलाई अमेरिकाले किन सिकाउँछ थाहा छ हाम्रो कुरो उसले लिएर गयो अरे यहाँ पठाउँछ क्या। ए हामीले त अमेरिकन रहेछ नमस्कार तर वास्तविकबाट हामीसँग भएका जति पनि वेदका नलेजहरू छन् तीबाट सबै चाहिँ के छन् जति पनि असर ससर संसारमा जति सबै ती वेदबाट बुद्ध पनि नेपालमा जन्मेको मान्छे। यसरी चाहिँ हाम्रो देश चाहिँ के छ गौतम बुद्धको चाहिँ जन्मभूमि चाहिँ यसै सम्पूर्ण रूपबाट देख्दैछौँ। यो बुद्धको पछाडि यो देखाएको चाहिँ के हो थाहा छ के राखेको हो पछाडि जुन छ नि यो औरा भनेर पोजिटिभ पावर छ क्या। त्यसलाई अहिले विज्ञानले नि यो औरा खिचेर देखाइदिन्छ तपाईँ कस्तो छ तपाईँको सोच पोजिटिभ छ कि नेगेटिभ छ भन्ने थाहा हुन्छ कि। तर पोजिटिभ थिङ्किङ हुँदै जाँदा के हुन्छ यो एउटा चाहिँ तपाईँ एकदम चाहिँ लाइट हुन्छ क्या। सेही तपाईँ लाइट एकदम चाहिँ प्योर हुन्छ। जब तपाईँ नेगेटिभ हुन्छ नि तपाईँमा नेगेटिभ इमोसनहरू आउनु सक्छ। त्यो नेगेटिभ हुने मान्छे के हुन्छ छिटो छिटो एकदम चाहिँ भनौँ चाहिँ नेगेटिभ जस्तो तपाईँलाई अहिले कुनै बेला आत्तिरहेको छ भने एकदम गर्छ कि भन्नु छ। अनि इमोसन थट पनि के हुन्छ छिटो गएर आउँछ पोजिटिभ हुन्छ शान्त हुन्छ। हामी मेडिटेसन गर्दाखेरि योगा गर्दा के छ लामो लिनुहुन्छ है त सासलाई लामो लिनुहुन्छ सबैले लामो लाउँछ सबै सिधा बस्नुहोस् त एकछिन एकछिन मेडिटेसन गर्छ सबै ठाउँमा जानुहोस् त्यहाँ एक सफल र उत्कृष्ट व्यक्ति बन्नुहोस्। आफूले आफूलाई खुसी महसुस गर्नुहोस् र शान्त महसुस गर्नुहोस् आनन्दित महसुस गर्नुहोस् है।